कानमा भनेर हुन्छ लिखित आउनु पर्यो नि। उहाँले बोल्ने तपाईहरुले टेबल ठटाउने कार्यपालिकामा पहिलोचोटि बस्दै हुनुहुन्छ कि के हो? ठीक छ, एउटै कुरा सिंगो प्रशासन कमजोर पर्दैन। ठीक छ, अरू ठाउँ चाहिन्छ, बाइक पार्किङ गर्नलाई पनि त्यति नै ठाउँ चाहिन्छ भनेपछि ठेला चाहिँ हटाउने, पार्किङ गर्न दिने मिल्छ? म संयोजक भएको विषय र यो विषय चाहिँ फरक छ। एउटै विषय हो। प्रमुखज्यूले कसरी बुझ्नुभयो? मैले फुटपाथमा पार्किङ गर्ने कुरा गरेकै छैन। केमा पार्किङ? मैले सडकमा कुरा गरिरहेको छु। सडकमा पाइँदैन पार्किङ गर्नु। गरिसकेर यहाँ बसेर सबै सहमति गरिसकेर पत्र काट्छ भने त्यो हाम्रो जिम्मेवारी हो त? खै त के त? सडक विभागको आफ्नै ऐन छ हैन, हामी उहाँसँग समन्वय गर्ने। सडक विभागको ऐन अनुसार हो त्यो। हामीले गरेको काम चाहिँ सडक विभागको ऐन अनुसार छ। हाम्रो संस्थाले किन काट्दैछ त्यो कानुनी कारबाही गरौँला नि त। कानुनी कारबाही ढिला होला, त्यहाँ काम पहिले भइरहेछ। काम त ठेका लगाएपछि काम भइहाल्छ नि।